नेपाल विद्युत प्राधिकरणले विवादित विद्युत बक्यौताको कारण विभिन्न उद्योगहरूको बिजुली लाइन काट्न थालेपछि हजारौं श्रमिकहरू सङ्कटमा परेका छन्। उद्योगहरू ठप्प हुँदा 5,000 भन्दा बढी मजदुर र कामदार रोजगारी गुमाएर बेतलबी विधामा बस्न बाध्य भएका छन्। यही विषयमा समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ नेपाल अर्थात् एसीटीआईसीयूले गम्भीर ध्यान आकर्षण गराउँदै सरकारसँग तत्काल हस्तक्षेपको माग गरेको छ। संघका अध्यक्ष नवराज दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, उद्योग सञ्चालनको वातावरण नबनाई महसुल असुल्ने नीति आत्मघाती छ। यस्तो कार्यले उत्पादनमा अवरोध मात्र नगरेको श्रमिकलाई पनि बेरोजगार बनाएको छ। उनले सरकारलाई मध्यमार्गी समाधान खोज्न र उद्योग सञ्चालन मैत्री नीति ल्याउन तत्काल कदम चाल्न आग्रह गरेका छन्। दाहालका अनुसार अहिलेको नीतिले हजारौं युवालाई पुनः वैदेशिक रोजगारीतर्फ धकेलेको छ, जसले देशको उत्पादन, रोजगार र आर्थिक सन्तुलनमा नकारात्मक असर पारिरहेको छ। उनले यो अवस्था राष्ट्रिय क्षति भएको बताउँदै सरकारले अब ढिलो नगरी श्रमिक मैत्री नीति ल्याउनुपर्ने बताएका छन्। महासंघले सरकार र सम्बन्धित निकायहरू सामु 10 बुँदे माग पनि अघि सारेको छ। ती मागहरूमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयन, तोकेको न्यूनतम पारिश्रमिकको पालना, अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा दायरामा ल्याउने र लाइसेन्स वितरण प्रणालीमा सुधार गर्ने लगायतको बुँदाहरू छन्। त्यसैगरी विदेशमा रहेका नेपाली श्रमिकको तथ्याङ्क र समस्या पहिचान गरी राहत तथा उद्धार सुनिश्चित गर्न र देशैभित्र रोजगारीका अवसर सृजना गर्न तालिम तथा दक्षता विकास कार्यक्रम विस्तार गर्न पनि महासंघले जोड दिएको छ। एसआईटीसीयूले मेन पावर कम्पनीहरूले श्रमिकसँग अत्याधिक शुल्क असुल्दै ठगी गर्दै आएको भन्दै सरकारले तत्काल निगरानी र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग पनि राखेको छ। साथै लामो समयदेखि नेतृत्वविहीन बनेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रमिकको समस्या बुझ्ने र प्रतिनिधित्व गर्ने व्यक्तिलाई तत्काल मन्त्री नियुक्त गर्नुपर्ने महासंघको जोड छ। महासंघका अध्यक्ष दाहालले चेतावनी दिएका छन्, यदि सरकारले अब पनि उद्योग सञ्चालन र श्रमिक संरक्षणको विषयमा गम्भीर कदम नचाले देशमा ठूलो आर्थिक र सामाजिक सङ्कट आउन सक्छ। उद्योग बन्द हुँदा उत्पादन घटाउनुका साथै राजस्वमा पनि ठूलो गिरावट आएको बताइन्छ। श्रमिकहरू आक्रोशित छन् र उनीहरूको अनुसार रोजगारी गुम्नु मात्र व्यक्तिगत पीडा होइन, यो देशकै आर्थिक ढाँचामा पर्ने गम्भीर असर हो। यसैबीच श्रमिकहरूले सरकारले आग्रह गरेका छन् कि तत्काल उद्योग सञ्चालनको वातावरण बनाउन, श्रमिकको हकित सुनिश्चित गर्न र रोजगार सुरक्षाको लागि दीर्घकालीन नीति ल्याउन ढिलो नगरोस्। यो रिपोर्ट समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघको चेतावनी, श्रमिकहरूको अवस्था र सरकारसँग उनीहरूको मागबारे विस्तृत रूपमा तयार गरिएको जानकारी हो।